झापा 5 यो केवल एउटा निर्वाचन क्षेत्र होइन, यो एउटा सोच हो, एउटा इतिहास हो र अब एउटा प्रश्न हो। बिहानको झापा, चिया पसल खुल्दैछन्, कुनै कुनामा किसानहरू देशको हालतबारे कुरा गर्दैछन्, युवाहरू मोबाइलमा समाचार हेरिरहेका छन्, तर आँखामा उत्साहभन्दा बढी जिज्ञासा छ। सबैको मनमा एउटै कुरा घुमिरहेको छ, यसपटक के फरक हुन्छ? वर्षौंदेखि झापा राजनीतिले एउटै नाम, एउटै अनुहार, एउटै शैली देख्दै आएको छ, केपी ओली। समर्थक भन्छन् उहाँसँग अनुभव छ, उहाँले सत्ता चिन्नुहुन्छ, उहाँले देश चलाउन जान्नुहुन्छ। उहाँको सङ्घर्ष, भाषण, इतिहास धेरैका लागि सम्मानको विषय हो, तर समयसँगै केही प्रश्न पनि उठ्न थालेका छन्। चिया कपको भापसँगै कसैले बिस्तारै भन्छ, अनुभव त छ, तर हाम्रो जीवन किन उस्तै छ? यही बीचमा काठमाडौँमा एउटा घटना हुन्छ। ठूला दल होइनन्, ठूला नाम होइनन्, तर कामको चर्चा। नाम थियो बालेन। उहाँ झापा 5मा उम्मेद्वार होइनन्, तर उहाँले एउटा ढोका खोलेका छन्। ढोका परिवर्तनको, ढोका प्रश्नको। झापाका युवाहरू सोध्न थाल्छन्, यदि त्यहाँ सम्भव भयो भने यहाँ किन हुँदैन? अब चुनाव केवल भोटको कुरा रहेन, यो सोचको चुनाव बन्न थाल्यो। नयाँ पुस्ता उठ्दैछ, नारा होइन नतिजा खोज्ने पुस्ता, भाषण होइन काम हेर्ने पुस्ता। उनीहरू सोध्छन्, हाम्रो शिक्षा कसले सुधारे? हाम्रो रोजगारी कसले बनायो? हाम्रो आवाज कसले सुनेको छ? यही प्रश्नसँगै राष्ट्रिय स्वतन्त्र पार्टी आरएसपी एउटा विकल्प बनेर देखा पर्छ। सत्ता होइन, सेवा भन्ने सोच। अब चुनाव नजिकिँदै जान्छ, मतदानको दिन आउँछ। लाइनमा उभिएका छन् बुढा, युवा, महिला, पहिलो पटक भोट हाल्नेहरू। सबैको औँलामा एउटै मसी, तर मनमा फरक फरक आशा। साँझ पर्छ, मतदान सकिन्छ, मतगणना सुरु हुन्छ। कुनै केन्द्रमा पुरानो शक्ति अगाडि, कुनै केन्द्रमा नयाँ सोच। फोनमा मेसेज आउँछन्, फेसबुक लाइभ चल्छ, युट्युबमा हेडलाइन चम्किन्छ। झापा 5 परिवर्तन कि निरन्तरता? तर वास्तविकता के हो भने यो चुनाव दुई व्यक्तिको होइन, यो चुनाव डर र आशाको बीचको हो, पुरानो बानी र नयाँ साहसको बीचको हो। नतिजा जे आए पनि एउटा कुरा अब परिवर्तन भइसकेको छ। जनता चुप छैन, युवा व्यवस्था गर्न मिल्दैन। सत्ताले अब प्रश्न सुन्नै पर्छ, किनकि जब जनता प्रश्न गर्न थाल्छन्, सत्ता आफै कमजोर हुन थाल्छ। झापा 5ले विजेता छान्ला, तर नेपालले पहिल्यै एउटा नयाँ चेतना जितिसकेको छ। यो केवल चुनाव होइन, यो सुरुवात हो, परिवर्तनको, जागरणको, नयाँ नेपालको। उहाँहरूको हालत अब त्योभन्दा बढी हुनेवाला छैन। किन हामीले संसद विघटन गर्नु पर्यो? प्रतिनिधि सभा किन विघटन गर्नु पर्यो? प्रतिनिधि सभामा जति काम गर्न सकिन्थ्यो प्रतिनिधि सभाबाट गर्न दिइएन, सबैलाई थाहा छ। सरकारले जति काम गर्न सक्थ्यो गर्न दिइएन। सरकारले जे काम गरेको थियो त्यो प्रचारित हुन पाएन। कतिसम्म भनेको तपाईहरुले सुनिहाल्नुभयो। धरहरा बनाएको केपी ओलीले होइन, इन्जिनियरले हो भनेछ। इन्जिनियरले धरहरा बनाउँदैन, डकर्मीले बनाउँछ। फेरि मैले सम्झाइदिएँ अस्ति। यो धरती बनाउने श्रमजीवी जनता हुन्। धरहरा पनि श्रमजीवी जनताले बनाएका हुन्, रानी पोखरी पनि श्रमजीवी जनताले बनाएका हुन्। तर अगुवाई कसैले गरेको हुन्छ। होइन भने शिलान्यास गरेर इँटा राखेर ढुङ्गा राखेर छोडेको रानी पोखरी इँटामा लेउ लागिराखेको थियो। फेरि म फर्केर आउँदा लिडरसिप नभए डकर्मीले मात्रै बनाउन पाउने भएदेखि त बनाउँथे होला नि। तर बनाउन लिड त गर्नु पर्यो कसैले। जनताको इच्छा अनुसार, जनताको आदेश अनुसार, जनताको मनोभावना अनुसार राष्ट्रिय हितलाई केन्द्रभागमा राखेर चल्ने सरकार, त्यो चाहिएको हुनाले जनताले कतिपय ठाउँमा संविधान संशोधनको माग गरिरहेका छन्। तर संसदमा सरकारले निर्णयका लागि पेश गरेका प्रस्तावहरू प्रस्तुत हुँदैनन्।
सभामुखले 3वटा अधिवेशन भए, 3वटा अधिवेशन अगाडि सरकारले राखेका प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदैन। 3 वर्ष अगाडिदेखि राखेका प्रस्तुत गरेका विधेयक समितिमा लगेर अल्झाइदिएको छ। समितिबाट अगाडि बढ्दैन, किनभने सरकारलाई असफल देखाउ। त्यस प्रकारको स्थितिबाट देशलाई अगाडि बढाउनका लागि, लोकतान्त्रिक विधिबाट देशलाई अगाडि बढाउनका लागि, अस्वस्थ षड्यन्त्रको चक्रव्यूहमा देशलाई फस्न नदिनका लागि यो प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको घोषणा गर्नु पर्यो। प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ कि? कतिपयले कुप्रचारहरूको भ्रममा परेर अथवा असरमा परेर आशंका गरिरहनु भएको देखिन्छ। कहीँ पुनर्स्थापना हुन्छ कि? 2/3 झन्डै 63-64% को प्रतिनिधित्व सर्वसम्मतिले गरेको प्रधानमन्त्री म, दलको नेता म, 64% को दलको नेताले म सरकार चलाउन ताजा जनादेश चाहियो भनेपछि कहाँ विकल्प छ र पठाउने? पुनर्स्थापना गरेर कहाँ पठाउने? फेरि म चलाउन भन्दैछु जो दलको नेता हुँ, जोसँग लगभग 2/3 छ, उसले ताजा जनादेश चाहियो भन्दैछ, अनि अरूले घरवाला भन्दैछ छानो चुयो अर्को बनाउँछु भनेर, छानो भत्कायो, पुरानै छानो चाहियो भनेर छिमेकी कराउँछ बा। हुन्छ कहीँ त्यो एउटा चोर घरभित्र पसेछ, अँध्यारामा भाँडा ट्याङ्ग्याङ्ग ठोकिएछ। भाँडा ठोकिएपछि घरवालाले चोर आयो कि क्या हो भनेछ, म्याउ गरेछ चोरले। ए बिरालो पो रहेछ भन्नु घरवालालाई। एकछिनपछि फेरि यसो चल्ने बित्तिकै अँध्यारो थियो, फेरि भाँडा त ट्याक्राक ठोकिने मात्रै होइन, धेरै गर्लाम उर्लुम भएपछि उठेर हेर्दा त के को बिरालो हुनु, म्याउ त गर्दै थियो, तर घरवालाले टर्च बालेर यसो हेर्दा त ढाडे। त्यसको गति के भयो होला तपाईँहरू आफै विचार। खैर, एकछिन अल्मल्याउन खोज्छन्, एकछिन झुक्क्याउन खोज्छन्, अँध्यारामा भेट्टायो भने म्याउ गरेर उम्किन खोज्छन्, तर म्याउ स्याउ जे गरे पनि उम्किँदैन होइन। यसपल्ट ठेगाल्नु